त्यो पार्टीमा 50 वर्ष भयो। मैले 13 वर्षको उमेरदेखि लागेको हो। 13 वर्षदेखि आजसम्म कुनै दिन विश्राम लिएको छैन। निरन्तर जनताको सेवा गरेको छु। तपाईँहरूलाई अझ गहिरो बुझ्न मन लागे रुकुमका जनतासित गएर तपाईँहरू सोध्यो देशैभरिको पनि र रुकुमका जनतालाई गएर यहाँले सोध्न सक्नुहुन्छ। उहाँहरूले भन्नुहुन्छ जनताका हरेक दुःख सुखमा हरेक समस्याहरूमा सहकार्य गरेर आएको छु र उहाँहरूले मलाई 4 पटकसम्म निर्वाचित गर्नुभयो। एकपछि अर्को थप मत दिँदै त्यो कुरा त्यहाँको जनताले भयो। मैले अहिले यो कुरा भन्न खोजेको होइन। जहाँसम्म यो आन्दोलनमा हाम्रो यो टिम सबै र म पनि जनताको जुन सपना साँचेर जुन लडाइँमा हामी सामेल भयौँ जनयुद्धमा, र त्यहाँ कुनै मोलतोल गरेर कुनै आशा गरेर कुनै लोभमा गएको थिएन। जनताको मुक्तिको लागि गएको। त्यसले एउटा परिणाम यो देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र समावेशी समानुपातिकताको अवस्था सिर्जना गर्यो। त्यसमा एउटा गर्व थियो। जेनकी आन्दोलनसम्म आइपुग्दा के कुरा लाग्यो भने हामीले ल्याएको त्यो कुरा त खरानी भयो। किनभने त्यसलाई कार्यान्वयन गरेर जनताको जीवनमा परिणाम दिन हामीले सकेनौँ। त्यो कुरो त स्वीकार गर्नु पर्यो नि। यो कुरा स्वीकार गरेको हामीले आज यो कुरा स्वीकार गर्न थोरै तयार छैन। हामी तयार भयौँ, यही हो। र अब हामीले कसरी जिम्मा लिने भन्दा त्यो आगो लागो जिम्मा लिने भनेको होइन। यो आन्दोलनमा रगत बगाउनेहरू, घाइते हुनेहरूका आशा अपेक्षा र विश्वास त्यो कुरा गरेको हो। त्यो गर्नै पर्छ। त्यसबाट भाग्ने छुट छैन। मेरो राजनीतिक पृष्ठभूमि हामी सबैको पृष्ठबाट हेर्दा हामी यसबाट भाग्दैनौँ। हामी जिम्मा लिन्छौँ र यो देशलाई बदल्ने कुरामा अन्त्यसम्म हामी लागिरहन्छौँ। अब धोका दियो भन्ने कुरा यो जनताको कुरा होइन। यो कुरा त कुनै नेताहरूको कुरा होला। ती नेताहरूको उहाँहरूको शासन, उहाँहरूको मनोपल्लीलाई, उहाँहरूको विधिहीनतालाई, पद्धतिहीनतालाई, जनताको आकाङ्क्षाभन्दा फरक ढङ्गले गर्ने व्यवहार संस्कारलाई धोकै हो, दिएकै हो, दिनै पर्छ। जनतालाई धोका दिएको छैन। मलाई लाग्दैन जनताले धोका दियो भनेर भन्न सक्दैन, भन्ने छैन, दिएको पनि छैन। यो विश्वास छ मलाई। किन 50औं वर्ष त्यो जनताको साथमा त्यसमा यहाँ के अरे एउटा सेवा सुविधा यति पटक मन्त्री भयो भने 36 महिना भएको छु म मन्त्री। त्यो 50 वर्षको अवधिमा पछिल्लो समय 36 महिना मन्त्री भएको छु 4वटा मन्त्रालयमा। त्यसमा पनि मैले जनताकै पक्षमा निर्णय गरेको छु, काम गरेको छु। अहिले पनि एकपटक मन्त्रालय सम्हाल्नु भएको छ। हामी त्यही काम गरेका छौँ। त्यो चाहिँ योजनामा दस्तावेजमा छन्तरात्रिमा जान चाहन्न। जनतालाई धोका दिने कुरा बिल्कुल गरी अप्ठ्यारोको बेला होइन, अप्ठ्यारोको बेला सम्हाल्ने कुरा गरेको। यो अप्ठ्यारो छ। अप्ठ्यारो युवा आज आवश्यक छ। तपाईँले भने जस्तै नयाँ पुस्ता चाहियो भने खोजिरहेको छ नि त। हो, नयाँ पुस्तालाई प्रेरित कसले गर्ने त? हामी आफै हानाथात गरी अध्यक्ष हुने, संयोजक हुने, नाम फेर्ने गर्न लाग्यौँ भने कसले प्रेरित गर्ने? त्यो मागलाई कसरी सम्बोधन गर्ने? कहीँबाट गर्नु पऱ्यो नि त। हामी त्यो गर्दैछौँ। अप्ठ्यारोकोमा हामी साथ दिँदैछौँ, भाग्दैछौँ। राष्ट्रलाई, जनतालाई, पुस्तालाई साथ दिँदैछौँ हामी। तर यसलाई साथ नदिनेहरूले होइन, उहाँहरूको अब पक्षमा नउभिएको कारणले कि आन्दोलनको भावना तीव्र भएको हुनाले उहाँहरूले भन्ने कुरा हो। तर गाली गर्नेहरूलाई मेरो सलाम छ। गाली गर्नेहरूलाई मेरो धन्यवाद छ। म उहाँलाई प्रत्युत्तर दिएर अर्को गाली फेरि थप्न चाहन्छु यसमाथि है। मैले संसदमा पनि भनेको थिएँ साथी हो, संसद गाली गर्ने थलो होइन। एक अर्कालाई गालीमा हामी नगरौँ, यो संस्कार राम्रो होइन।
यहाँ त देशका एजेन्डाको छलफल गरौँ, जनताको एजेन्डाको छलफल गरौँ होइन। स्वास्थ्य समस्या के गर्ने, शिक्षाको समस्या कसरी हल गर्ने, रोजगारी कसरी सृष्टि गर्ने, अर्थतन्त्रलाई कसरी वृद्धि गर्ने, यहाँ छलफल गरौँ भने मैले संसदमा पनि बार बार संसदमा मैले गाली दिएको छैन। तपाईँले हेर्नु होला, छन् अहिले पनि तपाईँहरूले देखेका मिडियाहरूमा ती कुराहरू छन्। गालीको संस्कारमा हामी छैनौँ, गर्दैनौँ। गाली दिनेहरूलाई धन्यवाद, है आक्रोश पोख्नेहरूलाई धन्यवाद। हामी आक्रोशित भएर गाली दिएर प्रतिवाद गरेर होइन, आज देशले माग गरेको, युवाहरूले माग गरेको, पछिल्लो विद्रोहले माग गरेको कुराप्रति प्रतिबद्ध भएर हामी अगाडि बढ्छौँ। अब पार्टी के गर्छ भन्ने कुरा हामी अभियानमा हामी आम युवाहरूलाई, हजारौँ हजार युवाहरूलाई हामी अन्तर्क्रिया गर्छौँ। हाम्रो अभियानसँग हामी यो देशका धेरै विज्ञहरूसँग अन्तर्क्रिया गर्छौँ। हामी यो देशका धेरै प्रबुद्ध व्यक्तित्वहरूसँग गर्छौँ, वरिष्ठ नागरिकहरूसँग गर्छौँ। सबैसित गरेर उहाँहरूको सल्लाह, उहाँको सुझावमा कस्तो पुस्ता सहकार्य गरेर अगाडि बढ्नुपर्छ भन्ने हाम्रो मान्यता छ। हाम्रा छलफलहरू भइराखेका छन् र त्यो छलफललाई, त्यो सहकारलाई अझ हामी घनीभूत बनाउनेछौँ। योभन्दा अगाडि हाम्रो निर्णय भएको छैन। सहकार्य गर्ने हाम्रो सहमति छ। सहकार्यको माध्यमबाट अगाडि बढ्ने, प्रगतिशील बाटोमा, परिवर्तनको पक्षमा, जनताको पक्षमा, समावेशीको पक्षमा, उत्पीडित वर्ग, जाति, क्षेत्रको पक्षमा, दलितको पक्षमा, गरिबी अन्त्यको पक्षमा, राष्ट्र निर्माणको पक्षमा लाग्ने सबैलाई हामी यो अभियानका सहभागी, सहयात्री बनाउँछौँ। हामी सँगै एउटा अभियानको रूपमा अगाडि बढ्छौँ। अभियान अगाडि बढ्दै जाँदा हामी हतारमा पार्टी बनाएर भोलिपल्ट एकअर्कालाई धारे हात लाउने काम गर्दैनौँ है। अभियानकै क्रममा देशको आवश्यकता, युवा पुस्ताको आवश्यकता, बुझाइहरूलाई केन्द्रित गर्दै हामी एउटा बृहत शक्ति निर्माण गर्छौँ। त्यही हो। धन्यवाद।